हेलो एभ्रिवान, हामी चाहिँ सिरोधरी गार्डन गएको थियौँ हैन। बाहिरको चाहिँ एकदम धेरै लिफहरू चाहिँ झरिसकेको थियो अनि हामी चाहिँ टिकट काटेर भित्र गयौँ। तर भित्र चाहिँ इट वाज सो ब्युटिफुल एन्ड इट फिल्स लाइक अ हेभन। अनि यो दिन चाहिँ कस्तो मजाको दिन थियो कि सनी थियो अनि त्यसपछि थोरै शीतल हावा पनि चलिरहेको थियो अनि घुम्नको लागि चाहिँ एकदम धेरै रमाइलो थियो। अनि यो ठाउँ चाहिँ एकदम ठुलो एरियामा पनि छैन कि सिटीको बीचमा छ हैन। अनि सानो एरियामा पनि बेम्बोदेखि लिएर अनि पोन्ड अनि नेचुरल स्प्रिङहरू सबै थियो कि एकदम धेरै रमाइलो थियो हैन। अनि कस्तो पिसफुल थियो, धेरै मान्छेहरू पनि गएको थिएन। बट विक डेज भएको भएर होला हैन, अलि बुढाबुढीहरू चाहिँ अलिक धेरै नै हुने। अनि बुढाबुढीहरू चाहिँ फेरि मान्छेहरू जता जता गयो त्यतै आउने नि त। अनि हामीलाई चाहिँ कस्तो रमाइलो पनि लागिरहेको थियो। अनि कति कुरामा चाहिँ हामीले भिडियोहरू पनि राम्ररी लिन पाइरहेको थिएनौँ है। अनि आज कोही पनि नभएको भएर हामी चाहिँ रक पेपर सिजर खेल्न थाल्यौँ। अनि किनभने हामीले चाहिँ अहिलेसम्म खेलेको थिएन कि कस्तो हुन्छ होला भनेर मलाई एकदम धेरै खेल्न मन लागिरहेको थियो कि। म चाहिँ यस्तो कुरामा कस्तो अनलक्की छु कि जतिखेर पनि म चाहिँ दौडेको गर्नु पर्यो हैन। अनि झेल गरेर जित्छु भने पनि जित्न नपाउने कि। अनि फर्स्टमा चाहिँ म परैसम्म दौडेर आएँ। जतिखेर पनि आफू एक्लै दौडिनु परेपछि त खानेकुरा पनि सकिन्छ नि त। त्यही भएर म चाहिँ 2 सेकेन्ड दौडिँदै आउँदै गरेर भए पनि खाएन। म चाहिँ जति दौडे पनि लास्टसम्म चाहिँ मैले नै बढी खाएँ होला। किनभने मैले चाहिँ मेरो टर्न आएपछि एकैचोटि गम मुखमा हालेको थिएँ कि। सो अनि त्यही भएर चाहिँ म डिसएपोइन्ट थिइनँ, म खुसी नै थिएँ। अनि एकैछिन चाहिँ हामीले खेल्यौँ। अनि अब चाहिँ अति भयो भनेर हामीले यो पनि खेल्न क्विट गरिदियौँ है। अनि यो खेल्न क्विट गरेर अनि फेरि हामी अर्को ठाउँमा घुम्न जाने भनेर चाहिँ अर्को ठाउँमा घुम्न भने मतलब यही ठाउँको अर्को एरियामा जाने भनेर चाहिँ गयौँ हैन। अनि हामीले चाहिँ यो ठाउँमा चाहिँ किन हो एकदम पोन्डहरू पनि छुट्टै खालको थियो हैन। अनि पोन्ड पछि माछाहरू छुट्टै थियो कि। यहाँ चाहिँ कस्तो रेड एन्ड व्हाइट कस्तो मजाको यहाँ पनि रमाइलो भयो हैन। अनि एकैछिन चाहिँ अब यो लास्ट मम्मीजी हो भनेर हामीले चाहिँ एकैछिनमा हेरेर बस्यौँ। अनि को ठाउँमा गयौँ। यहाँ चाहिँ कस्तो एउटा बोट थियो, पोन्ड थियो हैन। यो बोटमा चाहिँ आर्टिफिसियल भेजिटेसन बनाएको थियो कि, लाइक नेचुरल भेजिटेसन बनाएको थिएन। अनि यहाँ चाहिँ अगाडि र पछाडि चाहिँ फ्रग थियो कि। अनि फ्रग चाहिँ कस्तो स्याड थियो अगाडिको। अनि यो चाहिँ के को सिम्बल होला है। थ्याङ्क यू सो मच फर वाचिङ। सबैजनालाई मुटुभरिको माया। बाई।